नमस्कार मित्रहरू, कसैको भनाइ सुनेको थिएँ तपाईका आँगनमा कसैले बम पड्काएर ठुलो खाडी बनाइदियो भने त्यहाँ पानी हाल्नुहोस् र माछा पाल्न थाल्नुहोस्। हरेक विपरीत परिस्थितिलाई सकारात्मक दृष्टिकोणले हेरेर त्यसलाई अत्यन्तै सुखद परिणतिमा पुर्याउन सकिन्छ भन्ने प्रसङ्गसँग सम्बन्धित एउटा प्रेरक कथा यहाँहरूलाई सुनाउँछु। एकजना विकलाङ्ग राजालाई आफ्ना प्रजाहरूले ज्यादै प्रशंसा गर्दा रहेछन्। प्रजाहरूप्रति उनी अत्यन्तै समर्पित रहेछन्। प्रजाहरूको हक हितका लागि उनले जे पनि उनी गर्न तयार हुँदा रहेछन्। त्यस्ता राजा आफूले पाएकामा प्रजाहरू चाहिँ भगवानलाई धन्यवाद दिँदा रहेछन्। यस्तो दिव्य राज्यमा हामीले जन्मिने र बाँच्ने अवसर पायौँ भनेर भगवानको गुणगान गाउँदा रहेछन्। तिनै राजा एक दिन आफ्नो दरबारको एउटा कोठा बैठक कोठाभित्र प्रवेश गरेछन् र भित्तामा माथि राखिएका फोटाहरू हेर्न थालेछन्। ती फोटामा उनका वंशका, उनका बाका पनि बाका पनि धेरै पुस्ता अगाडिदेखिका राज खानदान थियो, राजवंश थियो। त्यस कारणले धेरै वंशका राजाहरूको फोटो रहेछ र ती फोटा हेर्दै हेर्दै उनी भित्रै गदगद हुँदै आफ्नो कुल, आफ्नो परम्परा, आफ्नो राज्य, आफ्ना पुर्खाहरूप्रति गौरव गर्दै गर्दै फोटो हेर्दै हेर्दै गएछन् र जब अन्तिम फोटो सकियो त्योभन्दा पछितिर उनले खाली ठाउँ देखे र उनका मनमा एउटा भाव आयो, अब यो खाली ठाउँमा मेरो फोटो हुन्छ। त्यो कुराबाट उनी ज्यादै भावुक भए, तर भावुक यस कारणले भएका थिएनन् कि उनको मृत्यु हुनेछ, आफ्नो मृत्युसँग डराएर उनी भावुक भएका थिएनन्। बरु उनी भावुक हुनको कारण थियो उनका एउटा हात र एउटा आँखा नभएका कारणले अब त्यहाँ राखिने मेरो फोटो, मेरो चित्र कस्तो होला, कस्तो कुरूप देखिएला। यत्रा धेरै पुर्खाहरूका पङ्क्तिमा म चाहिँ एकदमै कुरूप देखिने भएँ। सबै यति राम्रा हुनुहुन्छ, यति सुन्दर हुनुहुन्छ। त्यस कारणले त्यही कुराले गर्दा उनलाई चाहिँ दुःख भएको रहेछ। अनि उनका मनमा एउटा विचार आएछ, अब मेरो जीवनकालमै एउटा सुन्दर चित्र बनाउन लाउनु पर्यो, ठुल्ठुला चित्रकारहरूलाई बोलाउनु पर्यो र घोषणा गर्नु पर्यो मेरो सुन्दर चित्र बनाऊ भनेर। अनि तिनीहरूले बनाएका चित्रहरूमध्ये सबैभन्दा राम्रो छानेर त्यहाँ राख्नका लागि तयार गर्नु पर्यो भनेर उनले घोषणा गरेछन्। अब राजाको सुन्दरतम चित्र बनाउने व्यक्तिलाई जति पुरस्कार मागे पनि दिने, जति आर्थिक सहयोग चाहिए पनि दिने भनेर घोषणा गरेछन्। धेरै चित्रकारहरूले त्यो कुरा सुने, तर सबैलाई चिन्ता लाग्यो। अब राजाको अवस्था त्यस्तो छ, आँखो पनि छैन, गोडा पनि छैन, अब कस्तो चित्र बनाउने होला। पुरस्कारका लोभमा चित्र बनाइएला अनि राजालाई त्यो चित्र मन परेन भने त राजाले दण्ड सजाय दिन सक्छन्, उस्तै परे मृत्युदण्ड दिन सक्छन् भनेर चित्रकारहरू चित्र बनाउन तयार भएनछन्। अब त्यही देशको एउटा युवा, एउटा केटो, भर्खर चित्रकारिता सिक्न लागेको केटोले अब म बनाउँछु महाराजको चित्र भनेर घोषणा गरेछ र उसलाई 7 दिनको समय दिइएछ र सारा मान्छेहरू चाहिँ भयभीत भएछन्। अब त्यो बिचरा भर्खर चित्रकारिता सिक्दै गरेको केटाले के बनाउला, त्यसले राजाको कस्तो कुरूप चित्र बनाउला र अनि सजाय पाउला भनेर मान्छेहरू चिन्तित भएछन्। र 7औं दिन पनि आयो र त्यो केटाले आफूले बनाएको चित्र बोकेर दरबारमा आयो। मान्छेहरू आश्चर्यचकितै भइरहेका थिए, चिन्तितै भइरहेका थिए। तर जब उसले दरबारमा ल्याएर त्यो चित्र चाहिँ त्यसको भनौँ पर्दा खोलेर देखायो, सारा मान्छेहरू आश्चर्यचकित भएछन्, एकदमै खुसी भएछन्। मान्छे झुम्न थालेछन्, नाच्न थालेछन् र त्यो हल्ला सुनेपछि राजा पनि दरबारभित्रबाट आएछन् र राजाले आफ्नो चित्र हेरेछन्। राजा झन् धेरै दङ्गदास भएछन् त्यो केटाले बनाएको चित्र देखेर। यति खुसी भएछन् राजा। हेर्नुहोस् त अब कस्तो चित्र त्यो केटाले बनायो होला, तपाईँको मनमा के अब अहिले भाव आउँदैछ, त्यो चित्र कस्तो खालको होला। जुन चित्र हेरेर राजा, त्यो खालका विकलाङ्ग राजा त्यति खुसी भए त। त्यो केटाले के गरेछ भने राजालाई एउटा घोडामाथि बसेको र शिकार खेल्दै गरेको अवस्थामा राखेछ उसले। र उनको जुन आँखो फुटेको थियो अथवा जुन आँखो उनी देख्दैनथे त्यो आँखो चाहिँ तीर निशान लगाउनका लागि आँखा बन्द, एउटा आँखो बन्द गरिन्छ नि, त्यसरी त्यो आँखो बन्द गरेको बनाएछ। अब घोडामा एकातिर फर्केर तीर हान्दै गरेको राजाको अर्कापट्टिको घोडा देखिने कुरै भएन।
त्यो अर्कापट्टिको जुनपट्टि गोडा थिएन त्यो गोडा देखिँदै देखिएन। अब त्यो छ कि छैन थाहा हुने भएन। अब आँखा पनि चिम्लिएपछि चिम्रो बनाएपछि त्यो आँखा दृष्टिविहीन हुन् कि होइनन् अथवा त्यो आँखा थियो कि थिएन भन्ने पनि थाहा नहुने भयो। अनि एकदमै डह्रो गरी धनुष तानेर एउटा आँखो चिम्लेर अर्को आँखाले लक्ष्यमा चाहिँ हेर्दै गरेको त्यस्तो विचित्रको त्यो राजाको चित्र त्यो केटाले बनाएछ र त्यो देखेर राजा खुसी भएका रहेछन् र त्यो केटालाई पनि धेरैभन्दा धेरै पारितोषिक दिएर पुरस्कार दिएर पैसा दिएर त्यहाँबाट बिदा गरेछन्। मित्रहरू हेर्नुहोस् त हरेक समस्यामा सम्भावना हुन्छ। हामीले कहिले पनि समस्याको पाटो मात्रै हेरेर हुँदैन, त्यसमा के सम्भावना छ त्यसलाई कसरी सकारात्मक दृष्टिले हेर्न सकिन्छ त्यो कुरा पनि विचार गर्नुपर्छ। त्यो युवाले त्यही दृष्टिकोणबाट राजाको मूर्ति बनाएको कारणले राजाको चित्र बनाएका कारणले आज ऊ पुरस्कृत भयो। यो प्रसङ्ग यहाँहरूलाई कस्तो लाग्यो? यदि मन पर्यो भने आफ्ना साथीहरूलाई पनि सेयर गर्नुहोला र हाम्रो युट्युब च्यानल अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला। यस्तै सुन्दर प्रसङ्ग लिएर पुनः यहाँहरू समक्ष आउने बाचा गर्दै अहिलेलाई म यहाँहरूबाट ओझेल पर्न चाहन्छु। हवस् त, नमस्कार।